नमस्ते अनि नमस्कार। स्वागत छ यहाँहरू सम्पूर्णलाई रुटिन अफ एजुकेसनमा। आज मिति 2082 साल 9 महिना 4 गतेका दिन सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले चाहिँ आज सशस्त्र प्रहरी बलमा चाहिँ भारी सङ्ख्यामा विज्ञापन गरेको छ। आउनुहोस् आज हामी उक्त विज्ञापनको बारेमा चाहिँ कुन कुन कोटामा कति कति विज्ञापन खुलेको छ र परीक्षाको विषयमा अथवा कहिलेसम्म हामीले फारम भर्ने, कहाँ गएर फारम भर्ने जस्ता विविध जानकारीको विषयमा चाहिँ आज हामी छलफल गरौँ। यहाँ दिएको छ गृह मन्त्रालय, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, मानव स्रोत विकास, मानव स्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखा, हलचोक, त्यसपछि अनि स्वयम्भू र काठमाडौँ भनेर दिएको छ। नयाँ भर्ना सम्बन्धी सूचना भनेर आज मात्रै प्रकाशित गरेको सूचना हो। सूचना नम्बर भनेको चाहिँ यो 3/2082 दिएको छ। अब यसमा चाहिँ मैले यो अब इच्छुक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले चाहिँ यो अनलाइनमा 10 रुपियाँको टिकट टाँसेर चाहिँ प्रहरी बल नेपालको तोकिएको कार्यालयहरूमा चाहिँ दरखास्त फारम बुझाउन सकिनेछ भनेर दिएको छ। अब हामीले दरखास्त बुझाउने अन्तिम मिति अथवा मिति भनेको चाहिँ 2082 साल 9 महिना 11 गतेदेखि 2082 साल 10 महिना 11 गतेसम्म चाहिँ कार्यालय समयभित्र बुझाउनु पर्नेछ र दोब्बर दस्तुर बुझाएर चाहिँ 2082 साल 10 महिना 12 गतेदेखि 2082 साल 10 महिना 21 गतेसम्म चाहिँ हामीले दोब्बर दस्तुरमा फारम भर्न सकिनेछ है त। अब यहाँ दिएको छ अर्को, अनलाइन मार्फत तोकिएको समयावधि दरखास्त फारम भरेको सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक, प्राविधिक सशस्त्र प्रहरी निरीक्षक, चिकित्सक र प्राविधिक सशस्त्र नायब निरीक्षक स्टाफ नर्स पदका आवेदकहरूले चाहिँ मिति 2082 साल 10 महिना 23 गते कार्यालय समयभित्र चाहिँ आफूले दरखास्त दिनलाई यहाँ अनुरोध गरिएको छ। त्यति बेलासम्म चाहिँ हामीले फारम भर्नुपर्ने हुन्छ भनेर दिएको छ। यहाँ दिएको छ त्यसपछि सम्पर्क मिति तथा स्थान भनेको चाहिँ साधारण समूहतर्फका सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक, प्राविधिक समूह, स्वास्थ्यतर्फको प्राविधिक सशस्त्र प्रहरी निरीक्षक र प्राविधिक सशस्त्र प्रहरी नायक निरीक्षक स्टाफ नर्स प्रारम्भिक पदका, त्यसपछि अनि शारीरिक स्वास्थ्य परीक्षण सम्बन्धी सूचना चाहिँ 2082 साल 10 महिना 29 गते सशस्त्र प्रहरी बल नेपाल वेबसाइट चाहिँ www.apf.gov.np मा चाहिँ प्रकाशन गरिन्छ भनेर दिएको छ। यो सूचना चाहिँ हामीले यो बृहत जानकारी चाहिँ www.apf.gov.np मा चाहिँ हामीले हेर्न सकिनेछ अथवा पछिको सूचना पनि यसैमा हेर्न सकिनेछ भनेर दिएको छ। अब हामीले चाहिँ यो 3 नम्बरमा दिएको छ आवश्यक सङ्ख्या र पद कति कति आवश्यक छन् र खुल्लामा कति, आदिवासी जनजातिमा कति, महिलामा कति, मधेसीमा कति, दलितमा कति, पिछेमा कति भनेर चाहिँ जम्मा कतिवटा विज्ञापन गरेको छ। उक्त विषयवस्तुमा हामी आज जानकारी लिनेछौँ है त। यहाँ 1 नम्बरमा दिएको छ विज्ञापन, त्यसपछि अनि यतापट्टि पद दिएको छ सशस्त्र प्रहरी निरीक्षक साधारण उपसमूह भनेर दिएको छ। विज्ञापन नम्बर यहाँ 078283। अनि यो सशस्त्र प्रहरी निरीक्षकमा चाहिँ जम्मा 22 जना चाहिँ खुल्लामा विज्ञापन गरिएको छ। त्यसपछि अर्को रहेको छ अमर अशक्त, त्यसपछि अनि यो सप्रका सन्तति भनेको चाहिँ 1 जना विज्ञापन गरेको छ। महिलाको लागि 1 जनाको, आदिवासी जनजातिको लागि 6 जना, मधेसीको लागि 5 जना, त्यसपछि अनि हाम्रो दलितको लागि चाहिँ 3 जना, पिछेको लागि चाहिँ 1 जना, त्यसपछि अर्को रहेको छ 41 जना जम्मा चाहिँ हाम्रो यो सशस्त्र प्रहरी निरीक्षकमा चाहिँ विज्ञापन गरिएको छ। अर्को रहेको छ सशस्त्र प्रहरी सहायक निरीक्षक भनेर दिएको छ साधारण उपसमूहमा 088283। खुल्लामा चाहिँ यसमा 70 जनाको विज्ञापन खुल्लामै गरिएको छ ठुलो सङ्ख्यामा। त्यसपछि अनि अमरबाट चाहिँ हाम्रो 3 जनाको विज्ञापन गरिएको छ, महिलाबाट चाहिँ हाम्रो 12 जनाको, त्यसपछि आदिवासी जनजाति कोटामा चाहिँ 18 जनाको, मधेसी कोटामा चाहिँ 16 जनाको, यसै गरी दलित कोटामा 9 जना र 3 जना चाहिँ हाम्रो पिछेमा गरेर जम्मा 131 जनाको विज्ञापन चाहिँ हाम्रो सशस्त्र प्रहरी सहायक निरीक्षकमा विज्ञापन गरिएको छ। र अर्को दिएको छ सशस्त्र प्रहरी निरीक्षकमा चाहिँ हाम्रो 09 मा चाहिँ दिएको छ खुल्लामा 4 जना, त्यसपछि अमरबाट 1 जना, महिलामा चाहिँ 0 रहेको छ भने आदिवासी जनजातिमा 1 जना, त्यसपछि अनि मधेसीमा 1 जना, यो दलित र पिछेमा 0 रहेको छ, जम्मा 7 जनाको विज्ञापन गरिएको छ। त्यसपछि अर्को रहेको छ सशस्त्र प्रहरी निरीक्षकमा चाहिँ हाम्रो लेखा उपसमूहमा चाहिँ 8 जना चाहिँ खुल्लामा, 2 जना आदिवासी जनजाति, त्यसपछि 2 जना चाहिँ हाम्रो मधेसीमा, 1 जना हाम्रो दलितमा गरेर जम्मा 13 जनाको विज्ञापन चाहिँ यो सशस्त्र प्रहरी निरीक्षक लेखा उपसमूहमा विज्ञापन गरिएको छ। त्यसपछि अर्को दिएको छ प्राविधिक सशस्त्र प्रहरी 11
अनि त्यसपछि 82-83 मा 4 जना खुल्लामा विज्ञापन गरिएको छ। 1 जना महिलामा, 1 जना जनजाति, 1 जना मधेसी, 1 जना चाहिँ दलित गरेर जम्मा 8 जनाको विज्ञापन गरिएको छ यो प्राविधिक सशस्त्र प्रहरी निरीक्षकमा। त्यसपछि अर्को रहेको छ प्राविधिक सशस्त्र प्रहरी नायबमा चाहिँ हाम्रो 5 जनाको खुल्लाबाट विज्ञापन गरिएको छ। अनि 1 जना महिला, 1 जना आदिवासी जनजाति, 1 जना चाहिँ हाम्रो मधेसी, 1 जना हाम्रो दलित गरेर जम्मा 9 जनाको विज्ञापन गरिएको छ यो प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षक स्टाफ नर्समा। त्यसपछि अर्को रहेको छ हाम्रो यो यतापट्टि फेरि अनि दरखास्त दिने स्थानहरू भनेर दिएको छ। दरखास्त दिने स्थानहरू हेरौँ। हामीले यो 7 वटा स्थानमा चाहिँ हामीले दरखास्त दिन सकिनेछ। यहाँ दिएको छ सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भू काठमाडौँमा पनि दिन सकिनेछ। त्यसपछि अर्को रहेको छ त्यसपछि अनि 12 बहिनी मुख्यालय पकली सुनसरीमा पनि दिन सकिनेछ। यो कहाँ कहाँ दिन सकिन्छ र यहाँको अफिसको यो कार्यालयको फोन नम्बर पनि दिएको छ। यसमा पनि यहाँहरू सबैजनाले सम्पर्क गरेर फोन नम्बर सहित सम्पर्क गरेर यहाँहरू सबैजनाले फारम भर्न सकिनेछ। र अर्को कुरा भनेको चाहिँ यो सबै मैले पढेर बसिनँ, अलिकति भिडियो लामो हुनसक्छ, भिडियोलाई पज गरेर यहाँले हेर्न सक्नुहुनेछ। अब यहाँ दिएको छ दरखास्त दस्तुर भनेर दिएको छ। दरखास्त फारममा सङ्कलन गर्ने कार्यालयहरू भनेर दिएको छ। यो चाहिँ यहाँले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भू काठमाडौँमा चाहिँ फारम सङ्कलन हुने गर्दछ। त्यसपछि अर्को दिएको छ पददेखि दिएको छ, योग्यताहरू दिएको छ। यो जस्तै सशस्त्र प्रहरी निरीक्षकमा चाहिँ अनि योग्यता कति हुनुपर्छ अथवा के हामी एउटा क्यान्डिडेटमा हुनुपर्छ भनेर दिएको छ। यो भिडियोलाई यहाँले पज गरेर पनि हेर्न सकिनेछ। तसर्थ यसमा चाहिँ यो सशस्त्र प्रहरी निरीक्षकको लागि चाहिँ हामीले मान्यता प्राप्त शिक्षण विद्यालय विश्वविद्यालयबाट स्नातक वा सोसरह उत्तीर्ण गरेको हुनुपर्छ भनेर दिएको छ। अरू तौलहरू, वेटहरू अनि आँखाहरू चाहिँ यहाँहरू सबैजनाले भिडियोलाई पज गरेर पनि हेर्न सकिनेछ। र अर्को दिएको छ त्यसपछि अनि सशस्त्र प्रहरी सहायक निरीक्षक साधारण उपसमूहतर्फ भनेर दिएको छ। यसमा चाहिँ अब मैले योग्यताको मात्रै कुरा गर्छु। यो 18 वर्ष पुरा भई 23 वर्ष ननागेको हुनुपर्नेछ। त्यसपछि मान्यता प्राप्त विश्वविद्यालयबाट प्रमाणपत्र वा सोसर +2मा पास गरेको हुनुपर्छ। र अर्को दिएको छ सशस्त्र प्रहरी निरीक्षकमा दिएको छ मान्यता प्राप्त विश्वविद्यालयबाट कानुनमा स्नातक प्राप्त गरेको हुनुपर्छ भनेर दिएको छ। यो भिडियोलाई यहाँहरूले पज गरेर पनि हेर्न सकिनेछ। र अर्को दिएको छ त्यसपछि यतापट्टि अर्को प्राविधिक सशस्त्र निरीक्षकमा चाहिँ कम्तीमा पनि बिएससी एमबिबिएस उत्तीर्ण गरेको हुनुपर्नेछ। त्यसपछि अर्को दिएको छ हाम्रो प्राविधिक सशस्त्र प्रहरी नायब भनेर दिएको छ। यसमा चाहिँ हामीले कम्तीमा पनि कक्षा 12 पास गरेको हुनुपर्नेछ। मैले उमेरहरू धेरै पढेर बसिनँ। त्यसपछि अर्को राजस्व दस्तुर भनेर दिएको छ। राजस्व दस्तुर चाहिँ यहाँहरूले दरखास्त फारम बुझाउँदा परीक्षा दस्तुर बापत 1200 रुपियाँ 1200 रुपियाँ बुझाउनु पर्नेछ। समावेशी समूहतर्फ चाहिँ प्रत्येक समावेशी समूहतर्फ चाहिँ जम्मा 240 रुपियाँ बुझाउनु पर्नेछ। जम्मा 240 गरेर 1440 रुपियाँ चाहिँ समावेशी कोटाको लागि पर्नेछ भनेर दिएको छ। अनि अर्को तल अर्को सूचना दिएको छ त्यसपछि अनि सशस्त्र प्रहरी सहायक निरीक्षकमा चाहिँ दरखास्त फारम बुझाउँदा चाहिँ 500 रुपियाँ लाग्नेछ। त्यसपछि अनि समावेशीको लागि 500 भनेर दिएको छ। त्यसपछि अर्को प्राविधिक सशस्त्र प्रहरी नायबमा चाहिँ 700 रुपियाँ चाहिँ खुल्ला दस्तुर अनि 140 रुपियाँ चाहिँ हाम्रो समावेशी दस्तुर भनेर दिएको छ। यहाँहरू सबैजनाले यो फारम भर्ने बेलामा पनि थाहा पाउनु नै हुनेछ। अर्को दिएको छ त्यसपछि दरखास्त विज्ञापनमा उल्लेख भएको कागजहरू सक्कलै प्रति ल्याई उम्मेदवार आफैले प्रमाणित गरेर फारम भर्नुपर्नेछ। तपाईँहरूले अफिसमा गएर चाहिँ आफ्नो ओरिजिनल डकुमेन्ट लिएर जानुपर्नेछ र ओरिजिनल डकुमेन्टलाई चाहिँ तपाईँहरूले प्रमाणित गरेर फारम भर्नुपर्नेछ। के चाहिन्छ भन्ने कुरा चाहिँ यहाँ नेपाली नागरिकता, त्यसपछि फोटोदेखि अनि योग्यताको प्रमाणपत्रहरू, त्यसपछि अनि अरू आदिवासी जनजातिहरू अथवा आफ्नो समावेशी खुलाउने कागजपत्रहरू चाहिन्छ। यो कुराहरू यहाँलाई अवगत नै छ। आफ्नो कागजातहरू सबै चाहिन्छ। भिडियोलाई पज गरेर पनि हेर्न सक्नुहुनेछ है त। र अर्को दिएको छ त्यसपछि अनि परीक्षाको विधि भनेको प्रारम्भिक शारीरिक परीक्षण, सहिष्णुता परीक्षण, त्यसपछि अनि यो स्वास्थ्य परीक्षण, त्यसपछि आइक्यू परीक्षण, त्यसपछि अनि लिखित परीक्षा, गुणात्मक परीक्षा साधारण भनेर दिएको छ। विशेष स्वास्थ्य परीक्षण अन्तर्वार्ता भनेर दिएको छ। अन्तर्वार्ता सकिसकेपछि यहाँहरूको चाहिँ नतिजा निकाल्नेछ। नतिजा निकालिसकेपछि नि अन्तर्वार्ता पछि निस्किएको नतिजा चाहिँ यहाँहरूको सफलताको नतिजा हुनेछ। अनि त्यस पछाडि अर्को यहाँ विविध कुराहरूको जानकारी सूचनाहरू दिएको छ। यहाँहरू सबैजनाले यो सूचनाहरूलाई पनि भिडियोलाई रोकेर राखेर पज गरेर हेर्न सक्नुहुनेछ भन्दै आजको लागि भिडियो यति नै बनाएँ। किनभने यो सबै कुराहरू पढेर बस्दा भिडियो धेरै लामो हुनसक्छ भन्दै भिडियो यति बनाएँ। बाँकी भिडियो लिएर आउने नै गर्नेछु। नमस्कार सबैजनालाई।